Hello everyone, welcome to my YouTube channel. म तपाईहरुको साथी सुरेश अनि आज चाहिँ म तपाईहरुसँग मेरो अर्को भ्लग लिएर आइसकेको छु। अब म भ्लग चाहिँ त्यति धेरै चाहिँ बनाउँदिन र पनि कहिलेकाहीँ मलाई चाहिँ मुड फ्रेसको लागि चाहिँ भ्लग बनाउने गर्छु हैन। अनि आज चाहिँ म तपाईहरुलाई एउटा सामानको विषयमा कुरा गर्दैछु हैन। मलाई चाहिँ अब जस्तो मान्छेको जीवनमा अब कति आवश्यकताहरू पूर्ति गर्नुपर्ने हुन्छ हैन। सबै कुराहरू चाहिँ पुरा गर्नलाई चाहिँ पैसा पनि हामीसँग अभाव हुन्छ हैन। पैसाको पनि अभाव हुन्छ अनि सबै कुरामा पुरा गर्नुपर्नेले हामीले सस्तो सामानहरू किन्नुपर्ने हुन्छ हैन। अनि म चाहिँ त्यस्तै भयो अनि कपडाहरू किन्दाखेरि पनि म त्यस्तो धेरै ह्यापी खालको महँगो खालको त्यस्तो किन्दिनँ कि आफूलाई मनपर्ने भए ठिकैको भयो कि त्यस्तो महँगो मलाई लाउन आवश्यक पनि छैन जस्तो लाग्छ। आफूलाई युज भन्ने गर्न भइहाल्नु त्यसमा किन पैसा धेरै वेस्ट गर्ने भन्ने हुन्छ। अब पैसा पनि हुँदैन हैन। अनि पैसा पनि त्यस्तो धेरै हुँदैन। अब आम्दानी अनुसारको आफ्नो खर्च गर्नुपर्ने हुन्छ नि त। अनि मलाई चाहिँ यो भ्लगहरू गर्न भिडियोहरू बनाउन पनि एकदमै मलाई चाहिँ रुचि इन्ट्रेस्ट लाग्छ हैन। अनि त्यही भएर मैले चाहिँ यो चाहिँ जुन चाहिँ एउटा माइक हुन्छ नि वायरलेस माइक यो चाहिँ मैले दराजबाट मगाएँ कि मैले भिडियो बनाउन सजिलो हुन्छ। अब भोइस चाहिँ राम्रो हुँदैन कि अब हामीले मोबाइलबाट मात्रै बनाउँदा अनि मैले चाहिँ यो मगाएँ। छेउबाट निकालिदिउँदाखेरि यो होइन यो K9 वायरलेस माइक्रोफोन यो मगाएँ होइन। यो हेर्नै कतिजनाले यो मगाएँ मैले। अनि मैले चाहिँ यो मगाएँ। यो मगाएर चाहिँ मैले चाहिँ अब यही युज गरिरहेको छु अहिले चाहिँ। तर यसको साउन्ड चाहिँ अब ठिकै हो, पैसा अनुसारको चाहिँ ठिकै हो होइन। अब त्यस्तो महँगो पनि होइन न त्यो 6-7 सयकोले त अब कति खतरा त अब कहाँबाट हुनु होइन। अब हामी धेरै महँगो किन्न पनि सकिँदैन होइन। अनि मैले यो मगाएँ तर मैले पछि आफैलाई फेरि पछि मगाइसकेपछि अर्डर गरिसकेपछि पे गरिसकेपछि फेरि त्यो अर्को मगाएको भए हुने रहेछ बरु अलिक राम्रो खालको होइन। राम्रो खालको मगाएको भए हुने रहेछ भन्नुभयो। अब क्यान्सल गर्न मिलेन। आओस् युज गर्छु अनि त्यहाँबाट पछि कस्तो हुन्छ फेरि अर्को किन्दा भइहाल्छ नि होइन। पछि अहिले नभए पनि भन्ने भयो होइन। अनि म चाहिँ त्यही भएर मगाएँ। तर यो चाहिँ राम्रै छ यो होइन। राम्रै छ ठिकै मात्रै छ। K9 यो वायरलेस माइक्रोफोन भन्ने ठिकै मात्रै छ। यसकै साउन्डबाट अहिले म गरिरहेको छु होइन। यसमा चाहिँ हामीले दुईटा माइक अनि त्यहाँबाट दुईटा माइक पाइन्छ होइन। दुईटा माइक अनि एउटा हामीले त्यसको जुन सपोर्टर हुन्छ त्यो पाइन्छ। यस्तो खालको हुँदो रहेछ तर चाहिँ राम्रै हुँदो रहेछ कि नराम्रो पनि भन्न मिलेन। अनि यो चाहिँ आइफोनमा पनि हुने खालको रहेछ कि आइफोनमा पनि यो हालेर कनेक्ट गर्ने खालको यो कनेक्टर पनि पाइँदो रहेछ। त्यो पनि पाइँदो रहेछ। अनि यो चाहिँ तर मलाई चाहिँ कस्तो लाग्यो भने अन्तिममा चाहिँ म चाहिँ के कस्तो लाग्यो भने हामीले इलेक्ट्रोनिक सामान किन्दा चाहिँ 1-2 सयको लोभ गर्नु हुँदैन रहेछ कि 2-4 सयको लोभ नगरिकन हामीले किन्यौँ भने चाहिँ त्यो चाहिँ अलिक राम्रो हुन्छ कि हामीले अब राम्रो सामान पाउँछौँ। राम्रो सामान किफायत अनि यसको साउन्डहरू पनि राम्रो आउने सबै कुरामा राम्रो हुने रहेछ। मलाई चाहिँ यो जुन पहिला चाहिँ मैले यो भिडियो फर्स्ट टाइम बनाएँ होइन यो माइक युज गरेँ यति धेरै हाँसो यति धेरै हाँसुट्यो अब कन्ट्रोल पनि भएन। अब साउन्ड पनि एकदम कुकुर बोकेर मर्छु क्या त भन्दा पनि हाँसुटेर मर्छु कुकुर जस्तो वाङ खालको। मलाई चाहिँ कस्तो लाग्यो भने सस्तोले चाहिँ पखाला चल्ने रहेछ कि सस्तो सामानले चाहिँ पखाला चल्छ किफायत हुँदैन राम्रो हुँदैन त्यस्तो भन्ने मैले सुनेको थिएँ। तर यो चाहिँ बिल्कुल हुँदो रहेछ कि सस्तोले चाहिँ पखालै चल्छ। सस्तो कुराले चाहिँ जस्तो हामी बासले सरी गरेको यस्तो कुराहरू खाँदाखेरि पनि हामीलाई जस्तो हाम्रो शरीरलाई पनि पच्दैन एकदम हामीलाई डाइरेक्ट हुन्छ नि कति दिनसम्म त्यो सस्तो बासी 500 सयकोले के हुनुहुन्न त होइन। आफ्नो बजेट अनुसारको खर्च गर्ने हो होइन। तर मलाई चाहिँ कस्तो लाग्यो भने सस्तोले चाहिँ एकदमै पखाला चल्छ। त्यही भएर हामीले सामान किन्दाखेरि चाहिँ जुन इलेक्ट्रोनिक सामानहरू किन्दाखेरि चाहिँ एकदम बरु 2-4 सय पैसा बरु बढिहाल्नु राम्रो खालको किन्नु कि नराम्रो नकिन्नु। तर मैले यो अहिले जुन बोलिरहेको छु नि यो पनि यही स्पिकरबाट है। तर यसको साउन्ड चाहिँ अब एकदमै कस्तो एकदम हेभी खालको आउने कि खत्रो खालको निकाल्छ साउन्डहरू। अब त्यही हो मलाई चाहिँ त्यही लागिरहेको छ। अब यताउता के भइरहेको छ अब त्यो त भगवान जान्नु होइन। तर यो सामान चाहिँ राम्रै छ चाहिँ पैसा कम्ती बजेट कम्ती अनि युज गर्नलाई हुने चाहिँ छ। अब तर त्यस्तो हेभी खालको चाहिँ छैन मलाई चाहिँ त्यस्तो लाग्छ होइन। त्यस्तो खतरा खालको चाहिँ छैन। अनि अब त्यस्तै हो होइन। सबैजनाले भिडियोहरू बनाउँदै गर्नु एकजनाले अर्कोलाई सपोर्ट गर्नु मेरो भिडियो पनि हेर्दै गर्नु तपाईँहरूले मेरो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गर्नु मलाई पनि मोटिभेसन हो त्यस्तै भिडियोहरू फेरि बनाउनलाई होइन। म सबै खालको भिडियोहरू बनाउँछु
मलाई यो भिडियोहरू बनाउनु एकदम मन लाग्छ अनि कन्भर्सेसन गर्न मन लाग्ने होइन यस्तो बानीको विकास पनि हुन्छ आफूलाई बोल्ने भोइस स्पिड पनि आफ्नो बढ्ने हुन्छ त्यही भएर यस्तो भिडियोहरू सबैले बनाउनु तपाईँहरूले पनि बनाउनु अब मेरो चाहिँ यो के अरे 4000 आवर वाच टाइम यो पनि पुऱ्याउनु पर्ने छ तर कसैले केही हेर्नु हुँदैन भिडियो जाँदैन कि भिडियो जाँदैन भिडियो जाँदैन त्यही भएर तपाईँहरूले हेरेर मलाई माया गर्नुहुन्छ भने आश गर्दछु म पनि तपाईँहरूलाई हेरेर माया गर्नेछु सबैजनाले एकअर्कालाई साथ गर्नु सपोर्ट गर्नुहोस् अनि अगाडि बढ्नुपर्छ हामी होइन बाई बाई अनि यो भिडियो चाहिँ ब्लग चाहिँ मेरो आजलाई यति नै होइन फेरि म अर्को ब्लग लिएर भोलि आउनेछु थ्याङ्क यू बाई बाई